त्यो कुरालाई अहिले चाहिँ अगाडि बढाउने कुरा भएपछि यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। समाजलाई परिवर्तन गर्न सक्छौँ भनेर हामी एकपटक कसिएकै हो। राजनीतिक परिवर्तनपछि हामी आफ्नो क्षेत्रमा फर्क्यौँ र केही नयाँ मान्छेहरू नयाँ चाहिने व्यक्तित्वहरू गएर राजनीति सम्हाल्न थाल्नुभयो। तर कुनै पनि चिजलाई एउटा राम्रो व्यक्तिले चाहिँ चाह्यो भने अथवा एउटा कालीगर शिल्पकारले काठलाई चाहिँ सजायो भने कति राम्रो सुन्दर देखिन्छ। तर मखनी मान्छेले चाहिँ काम गर्यो भने त्यही चाहिँ हेर्न लायक हुँदैन। त्यस्तै हाम्रो व्यवस्था पनि अहिलेको यो दलीय व्यवस्था जुन हो यो सबभन्दा विश्वले जो मानेको व्यवस्था हो। तर कार्यकर्ताको कारणले आज चाहिँ यो हालतमा पुगिरहेको छ र आज हाम्रा छोराछोरीहरू सबै कहाँ छन् र त्यही कुराहरू जब राजनीति यो देशभित्रको सम्पूर्ण चाहिँ सिस्टमहरूलाई परिचालन गर्ने राजनीति हो। राजनीति बिग्रियो भने सबै चिज बिग्रन्छ र अहिले हामीले हाम्रो शिक्षा नीतिमा पनि पुनर्मूल्याङ्कन गर्ने दिन आएको छ। यो राजनीतिले के गर्छ भने आफू अनुकूल हुने गरी अन्य सिस्टमहरूलाई आफूमा चाहिँ ढाल्छ र राम्रो चाहिँ यो प्रजातान्त्रिक परिपाटी भइदिएको भए यो शिक्षकहरूमा अथवा शिक्षा नीतिमा पनि त्यही किसिमको प्रभाव पर्ने थियो होला। तर त्यो दुर्भाग्य भन्नुपर्छ त्यो हुन सकेन। तर अहिले हाम्रो चाहिँ शिक्षा नीति जुन आएको छ हामी चाहिँ अगाडि बढाइराखेका छौँ। यसको चाहिँ गुरु भनेको हाम्रो इन्डिया मात्र दिइरहेको शिक्षा नीति नै हो र शिक्षा नीतिले के गर्छ भने चाहिँ बेरोजगारको समस्या आउँदैन। किनभने त्यो क्रिएटिभ आफै चाहिँ नि रचनात्मक प्रतिभा भएको जनशक्ति तयार हुन्छ र आफै रोजगारहरू पनि सिर्जना गर्न सक्छ। तर हाम्रो चाहिँ के हो चुनौती भित्ति हामी कुरा हामी धेरै सिपालु छौँ। कसैले सही कुरा गर्यो भने त्यसलाई असल यो व्यक्तिको भनेर साबित गर्न सक्छौँ। तर शिक्षा नीतिमा चाहिँ परिवर्तन आएन र यहाँ हाम्रो प्रसङ्गमा हेर्दाखेरि फेरि 36 सालमा हाम्रो चाहिँ दिनेनाथजी कलकत्तामा हामी धाएर गएर चुनाव जिताएर अध्यक्ष बनाएको हो कि होइन। त्यो इज्जतले चाहिँ उहाँले गएर त्यो पृष्ठभूमिले गर्दा शिक्षा मन्त्री पनि हुनुभयो। खै केही आयो परिवर्तन। त्यस्तै गरेर चाहिँ देवेन्द्र पौडेलजी पनि यही क्षेत्रबाट गएर शिक्षा मन्त्री भयो। आयो परिवर्तन केही। तर व्यक्ति चाहिँ जाँदैमा चाहिँ परिवर्तन आउँछ भन्ने योग्य हो ठिक होइन। जबसम्म नीतिमा चाहिँ परिवर्तन आउँछ, भावनामा परिवर्तन आउँछ, दायित्वमा परिवर्तन आउँछ तब मात्र चाहिँ परिवर्तन आउने गर्छ। त्यस कारणले अब हाम्रो क्षेत्र शान्ति भन्ने यो 3 नम्बर क्षेत्र पहिलेदेखिको यो अलिकति पछाडि परेको। अब यो पञ्चायतकाल लागू हुने बेलामा यो जिल्लाको कुरा मैले शैक्षिक जगतको कुरा थोरै कट्याउन चाहन्छु। जिल्लाभरिका हेडमास्टरहरू जम्मा भए यो बेला बेला वर्षमा चाहिँ त्यहाँ हेडसरहरूको बैठक हुने। त्यहाँ विभिन्न सहरहरूले विभिन्न किसिमका प्रश्नहरू राख्दाखेरि त्यहाँ उत्तर दिन एकदम गाह्रो हुने देखियो। त्यो दिन कसरी कटाम भएर अब त्यहाँ चाहिँ के चाहिँ फकाउनु पर्छ सहरहरूलाई। अब त्यो नास्ता हुन्छ कि यो उहाँहरूलाई सम्मान पुराहरू गरिदिएर हुन्छ कि त्यस्तो गरेर अलिकति समस्या थियो। जब हामीले सङ्घ सङ्गठन बनाइसकेपछि के भयो भन्दा केही समस्या पर्यो भने उही जिल्लाको अध्यक्ष अथवा टाउकी मान्छेलाई को राजनैतिक पछिका पछौटीहरू छन् बोलाएर ल्याएर तपाईँले के चाहिएको अब उसले चाहेको चाहिँ सुविधाहरू दिने। अब पछाडिको यो चाहिँ जसले चाहिँ लेबी उठाउँथ्यौँ त्यसो सुनवाई भएन। त्यस्तै गरेर सिनियरिटीको पनि कुराहरू भयो नि। यहाँ मैले यो दुःखको कुराहरू हाम्रै सङ्गठनमा पनि त्यहाँ गएर यो के भने फुटेर चाहिँ राजनीति गर्न सजिलो फुटाउ। यहाँ जति चाहिँ सङ्गठन यो अखिल भयो अथवा यो शिक्षक सङ्घ नाना किसिमका सङ्घहरू बनाएपछि के हुन्छ शासकलाई चाहिँ फुटाएर शासन गर्न सजिलो हुन्छ। त्यस कारणले हामी चाहिँ सबै फुट्यौँ।
र गएर व्यक्तिगत पनि बन्यौँ। अब हामी यहाँबाट क्याकन हुन्छ साथीहरूबाट चाहिँ भएर चाहिँ आशा राखियो, तर जग्गा चाहिँ पठाइयो, त्यसैले चाहिँ बार बार काभित्र खायो। हामीभन्दा जुनियर मान्छेहरूको प्रमोसनका अवसरहरू मिले। जो चाहिँ प्रतिनिधि भएर जानुभएको थियो उहाँहरूको छिटै प्रमोसन भयो, जुनियर भए पनि आफूलाई फाइदा लिने कुरा चाहिँ धेरै कुराहरू भयो। यो तितो चाहिँ अनुभव पनि छ। तर अहिलेको हाम्रो चाहिँ जुन एक्टिभनेस छ यसलाई चाहिँ मैले भन्न खोजेँ होइन, विगतको चाहिँ कुरालाई चाहिँ कोट्याउनु पनि पर्छ। त्यसो भएर अहिले पनि हाम्रो चाहिँ जुन निर्वाचित हुनुहुन्छ सरहरू, हामी चाहिँ संस्थाको लागि सबैको लागि साझा भएर काम गर्ने हो। आफूलाई केही फाइदा भयो भएर त्यो फाइदापट्टि यहाँ चाहिँ लाग्नु हुने छैन। एउटा देशप्रति राष्ट्रप्रति इमान्दार भएर काम गर्नुहुनेछ भन्ने मैले चाहिँ आशा राख्छु। र यहाँको शिक्षा जुन छ, हाम्रो शिक्षा नीति बाहिरबाट आएको कसरी भन्नुहुन्छ भने हाम्रो नेपालको प्रबुद्ध मान्छेका छोराछोरीहरू विदेशमा पढ्न गए, तिनीहरू फर्केर आएपछि उनी के भए? विज्ञ भए। विज्ञ भएपछि उनीहरूले शिक्षा नीति तयार पार्न थाले, जसलाई नेपालको वास्तविक जीवनको बारेमा थाहा थिएन, नेपालको आवश्यकताको बारेमा थाहा थिएन। तिनीहरूले बनाएको नीतिले यो नेपाललाई जुन घाउ लागेको थियो त्यो घाउ सन्चो बनाउन सके। हाम्रो आवश्यकता अनुसार, देशको चाहना अनुसार, हाम्रा आवश्यकता अनुसार, बदलिँदो परिस्थिति अनुसार शिक्षा नीति भएन। त्यस कारणले यो शिक्षा नीति चाहिँ के भने यो यसको चाहिँ फल पाउनलाई 20-30 वर्ष लाग्छ। यो अहिले चाहिँ लगाएर अर्को साल फल लाग्ने जस्तो चिज होइन। तर फल के भयो? अहिले यसो हेर्छौँ हामीले, हाम्रो छोराहरूले अमेरिकन भएर अमेरिकन नागरिकता लिएर गौरव लिने, अथवा हामी अभिभावक पनि मेरो छोरा त फलानु देशमा गएको छ भएर नाक फुलाउन खोज्ने। तर आफूलाई चिन्ने मेरो स्वाभिमान त के हो, म को हुँ, मेरो देशमा के गर्न सकिन्छ, प्रकृतिले त हाम्रो सम्पन्न बनाएको छ नि त। ती कुराहरूमा चाहिँ हाम्रो ध्यान पुग्न नसकेको जस्तो मलाई लाग्छ। र यो शिक्षा नीति भनेको जस्तो हामी चाहिँ शिक्षा पढ्ने बेलामा भन्छौँ नि, शिक्षा भनेको के हो भन्छ, ज्ञान सिप र धारणाको परिवर्तन हुन्छ शिक्षित व्यक्तिमा भन्छौँ नि। खै अहिलेमा परिवर्तन आयो खासै। किनभने हाम्रो छोराले पढाएकाले के आफ्नो राष्ट्रियता बेच्यो, म को भन्ने कुरा बेच्यो, र त्यसलाई चाहिँ भगाउनमा हामीले चाहिँ सहयोग गऱ्यौँ। भगाउनु चाहिँ हामी पनि हो। हामी भन्नाले असक्षम नागरिकहरूलाई हामीले गएर सत्तामा सबभन्दा महत्त्वपूर्ण चिजमा चाहिँ ठाउँ दियौँ। हामी सजग हुने कि नहुने? एउटा व्यक्ति चाहिँ चिज पनि धेरै सुधार्नु रहेछ नि। चिनमा सी जिनपिङ एउटा व्यक्तिले कति सुधार गर्न सक्दो रहेछ। मलेसियाहरू मात्रै त्यो बार चाहिँ उसको खोजिरहेको छ। किनभने प्रधानमन्त्री सफा हृदयको भयो भने मन्त्री सफा हृदयको हुन आवश्यक पर्छ। त्यसपछिका कर्मचारीहरू सफा हुँदै जान्छन्। यसरी वातावरण सबै सुध्रदै जाने कुरा हुन्छ। त्यस कारणले यी कुराहरूमा हामी चाहिँ सजग हुनुपर्छ। र एउटा सानो कुरा, अहिले यो हाम्रो जुन शिक्षा छ, शिक्षा चाहिँ त्यति फलदायक हुन सकेन। शिक्षामा समय सापेक्ष बदलिँदो परिस्थिति अनुसार परिमार्जन गर्दै जानुपर्छ भन्ने एउटा धारणा हामीहरूमा उत्पन्न हुनु आवश्यक छ। त्यसै गरी अहिले हामी चाहिँ धेरै अभिभावकहरूले चाहिँ कुरा गरिएको सुनिन्छ, शिक्षा अङ्ग्रेजी पढाउने अङ्ग्रेजी। तर यो पनि गलत बाटोतिर गएमा पढाइदिनु उनलाई यसले सहयोग गर्छ। कुनै पनि देशलाई पिछडो बनाउनलाई भाषा पनि एउटा माध्यम हो। हामी जब अङ्ग्रेजी नै फोकस गर्छौँ भने त्यो के छ, हामी पनि बाहिर पठाउन चाहिँ जोड गरिराखेका छौँ। अहिले पनि एसियाका कतिपय डेभलप कन्ट्रीहरूमा जानुहोस्, कोरिया, जापान इत्यादि देशहरूमा जानुभयो भने
त्यहाँका मान्छेले त्यहीँको भाषा मात्रै पढ्छन्, अङ्ग्रेजी कताकतिले मात्रै कम्युनिकेसनको साधन मात्रै बनाएको छ। हाम्रा सबै उम्री यति बेला अङ्ग्रेजी शिक्षा चाहिन्छ। यो 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 कुरालाई यी कुराहरूलाई विश्लेषण कहिले गर्ने? हामी त समाजको अगुवा व्यक्ति हो, प्रबुद्ध व्यक्तित्व हो, त्यसले अलिकति विश्लेषण गरेर म कुन बाटोमा हिँडिराखेका छु, हामीले आफूलाई मूल्याङ्कन गर्ने, आत्मसमीक्षा गर्ने चाहिँ समय आएको छ। हामी पनि अलि पाएको हुनु पर्यो। हावातालमा सरकारले यसो गरौँ भन्दैमा हुँदैन। जस्तो मैले यहाँ सरले उब्जाउनु भयो यो विद्यालयको कुराहरू, मर्सिङको कुराहरू, तपाईँ पनि के हो भने एकदम अधिकारीको संविधानले व्यवस्था गरिएको छ। कार्यकारी समितिको कुरा पनि केन्द्रले काट्न सक्दैन संविधान अनुसार केही कुराहरू। अब मर्सिङ गर्ने आदेश त देऊ तपाईँले, मर्सिङ गर्नको साथसाथै त्यहाँको नागरिकहरूलाई पनि मर्सिङ गर्नु पर्दैन तपाईँले। यो आवाज तपाईँले निकाल्नुपर्छ। त्यहाँको अरू केही नभएर सानो चाहिँ विद्यालय छ, गाउँ ऋतु भइसक्यो छ। अब त्यो दुई चारजना मान्छेहरू त्यो गाउँ कसरी भयो, त्यो गाउँ पनि मर्सिङ गर्नुपर्छ भनेर जनप्रतिनिधिहरूको आवाज चाहिन्छ। सबै कुराहरूलाई बेला बेलामा बसेर समेटेर हामीले चाहिँ विश्लेषण, किनभने एकैचोटि व्यक्ति जान्ने हुन सक्दैन। यो धेरै मान्छेको परामर्श लिएर हामी के गर्न सक्छौँ विश्लेषण गरियो भने निश्चित राम्रो कुराहरू आउँछ र त्यसले समाजलाई प्रेरित गर्छ। र हाम्रो चाहिँ अहिले जिल्लाबाट जनप्रतिनिधित्व गर्नु आज चासो लिएर आउनु भएको छ भने यहाँको कार्यकालमा यो चाहिँ संस्थालाई अलिकति परिमार्जित गर्दै यो शिक्षा नीतिमा पनि अलिकति केन्द्रमा अलिकति विश्लेषणको विचारहरू प्रस्तुत गर्दै काम गर्नुहुनेछ। र एउटा यो सरकार अभिमुखी छ, किनभने यही हेर्नुहोस्, अब इन्डियाबाट पेन्सन खाएर आएको नागरिकलाई वृद्ध भत्ता दिने, नेपालबाट पेन्सन खाने नागरिकहरूलाई वृद्ध भत्ता नदिने, के हो त यो? हामी बोल्ने किन भन्छ? यो कानुनी उतार पनि त हुनसक्छ सर्वोच्च, यसलाई मुद्दा दिने कि नदिने? प्रतिनिधिहरूले किन कुरा नबुझाउने? यो न्याय हो कि अन्याय हो? या कसैलाई थोरै पैसा आउँदा नि ऊ खाँचो भएर भनिएको त होइन? यो त एउटा न्यायको कुरा गरियो। त्यो विभिन्न यो विकृति सम्बन्धमा यहाँले आवाज उठाउने हुनेछ भन्दै यो चाहिँ समितिको सफल कार्यकाल होस् र एउटा उदाहरणीय काम गरोस् भन्दै मेरा दुई शब्द पुर्याउँछु। धन्यवाद।